आमा आमा तिम्रो आशीर्वादले तिम्रो प्रार्थना तिम्रो निस्वार्थ माया र हरेक बिहान साँझ भगवानसँग मेरो लागि जोडिने ती हातहरूले नै मलाई आजसम्म जीवित राखेको छ आमा मलाई जीवित राखेको छ म जहाँ छु जस्तो अवस्थामा छु त्यो सबै सहन सक्नुको कारण तिमीले दिएको हिम्मत हो आमा तिमीले दिएको हिम्मत हो तिम्रो विश्वास नै मेरो सबैभन्दा ठुलो सम्पत्ति हो आमा सबैभन्दा ठुलो सम्पत्ति हो आमा आमा अहिले तिम्रो परदेशी छोरा सङ्घर्षको मैदानमा छ यहाँ हरेक दिन पसिना बगिरहेको छ हरेक रात सपना बोकेर निधाइरहेको छन् अनि हरेक बिहान फेरि नयाँ आशा बोकेर उठिरहेका छन् थकाइ धेरै छ पीडा धेरै छ एक्लोपन झन् धेरै छ तिम्रो मुहार सम्झिने बित्तिकै फेरि हिम्मत बढेर आउँछ आमा लाग्छ म हार्न पाउँदिन किनकि मेरो जितको प्रतीक्षा गर्ने एउटा आमा ती गाउँमा पर्खिरहेका छन् त्यो गाउँमा पर्खिरहेका छन् तिमी नातिनो हे आमा मेरी आमा आज मेरो पाइला थाकेका होलान् अनुहार उइलाएका होलान् मन धेरै पटक रोएका होलान् तर मेरो विश्वास अझै जीवितै छ आमा तिमीले मन्दिरमा बालेका ती एउटा दियो तिमीले भगवानसँग मागेका थियो एउटा प्रार्थना र तिमीले दिएका ती एउटा आशीर्वाद मलाई एक दिन अवश्य सफलता दिनेछ आमा अवश्य सफलता दिनेछ मलाई थाहा छ तिमीले कहिले आफ्नो खुसी मागेनौ आमा सधैँ मेरो खुसी माग्यौ आफ्नो आँसु लुकाएर मेरो मुस्कानको कामना गर्यौ आमा आफ्नो दुःख दबाएर मेरो भविष्य उज्जवल होस् भनेर भगवानसँग हात जोडिरह्यौ आमा यस्तो आमाको ऋण म त कुनै जन्ममा पनि तिर्न सक्दिनँ आमा कुनै जन्ममा पनि तिर्न सक्दिनँ आमा आज म तिम्रो काखभन्दा धेरै टाढा छु यो बालापनको निश्चय हाँसु तिम्रो काखमा लुटु पुटु खेल्दै बिताएका ती दिनहरू आज पनि मेरो मनमा सबैभन्दा सुन्दर सम्झना बनेर बसेका छन् आमा समयलाई हामीलाई टाढा बनायो परिस्थितिले सन्देश पठायो तर मेरो मन कहिले तिमीबाट टाढा भएन आमा कहिले टाढा भएन म बाचा गर्छु यो सङ्घर्ष सधैँ रहिरहनेछ एक दिन यही सङ्घर्षले सफलता बनाउनेछ आमा एक दिन म खाली हात होइन तिम्रो सपना पुरा गरेर घर फर्किनेछु आमा त्यो दिन फेरि तिम्रो काखमा टाउको राखेर बालापन चाहिँ निश्चित भएर हाँस्नेछु आमा तिम्रो आँखाका आँसु खुसीका मोती बन्नेछन् आमा तिम्रो अनुहारमा गर्वको मुस्कान देख्न पाउनेछु आमा अनि म गर्वका साथ भन्नेछु आमा तिम्रो आशीर्वाद कहिले खेर गएन त्यसैले तिमी नातिनु है आमा तिम्रो छोरा अझै लडिरहेको छ अझै हार मानेको छैन समय मेरो पनि आउनेछ भगवानले ढिलो चाँडो गर्न सक्नुहुन्छ तर अन्याय गर्नुहुन्न तिम्रो प्रार्थना र तिम्रो सङ्घर्षको मिलनले एक दिन अवश्य नयाँ बिहान ल्याउनेछ आमा अवश्य नयाँ बिहानी ल्याउनेछ त्यो दिन म फेरि तिम्रो काखमा फर्किनेछु आमा परदेश भएर होइन तिम्रो सपनालाई सफल बनाएर एउटा गर्विलो छोरा भएर फर्किनेछु आमा आमा म तिम्रो गर्विलो छोरा भएर फर्किनेछु